क्या रेस राइट से यहीँ हालिदिनु पऱ्यो ल यार लड्दिरहेको होइन अब हाम्रो सुरु भयो गाइज एक्टिङ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी पवन सबैलाई वेलकम छ मेरो भ्लगमा होइन आज चाहिँ हामी टक्क लाएर रेडी सेडी भएर निस्किसकेको होइन निस्किसक्यो हो तीनटा साधन छ हामी कहाँ निस्किएको भन्दा टाढे भिरतिर जान लागेको यसो घुम्नलाई अगाडि माने दोस्त बिकी दोस्त एउटा स्कुटी एउटा बाइक भएर टक्क जाँदै हो कस्तो हुँदैछ यता भिडियो बन्दैछ दिपक दाई पछाडिको होइन यता ओहो दोस्त त्यस्तो वाट्सअप वेलकम छ मेरो भ्लगमा होइन आज केटाहरू माथि चाहिँ बवाल प्र्याङ्क हान्दिनु सोचिरहेको होइन म अगाडि गएर टक्क लडेर बस्दिन्छु होइन अनि यस्तो भिडियो बनाउनु ओएमा फोनै ल्याउन बिर्सिरहेको रहेछ त देखा आपने लापरवाही का नतिजा है त यार मैले त फोनै ल्याउन बिर्सेँ त अनि जुना दिदीकोमा चार्जमा थियो यार फर्केर लिएर आउँछु ल यहीँ बस्नु न अगाडि लगाइ यार फोनै बिर्सिरहेको रहेछ त यहाँ बसुन्धारा चौकी आइसकेको थियो यार यार फोनै ल्याउन बिर्सिरहेको रहेछ अनि गाइज मैले चाहिँ प्र्याङ्क हान्ने भन्दैछु होइन केटाहरूलाई सोच्दैछु प्र्याङ्क चाहिँ कस्तो हुन जान्छ भने चाहिँ टक्क म अगाडि गएर लडेर होइन एक्सिडेन्टवाला लडेर अफरोडमा लडेको जस्तो गरिदिन्छु तारे भिड माथितिर अनि टक्क अनि रियाक्सन हेराउन होइन मैले त्यसैको लागि झन् त्यहाँ फोन चार्जमा छोडिदिएको थिएँ होइन चार्ज थिएन हल्का फोन चार्जमा छोडिदिएको फोनै बिर्सेर आइरहेको गाइस फोन पनि लिइहालेँ होइन गएर फर्किँदै अहिले केटाहरू अगाडि कुरिरहेको बसुन्धारातिर त्यतैतिर बाटो कुरिरहेको होला अब त्यहाँ केटाहरूलाई भेटौँ अनि राइड कन्टिन्यू गरेर गाइस आज प्र्याङ्क चाहिँ कडावाला हुन्छ कडा होइन रियाक्सन कस्तो दिन्छ ए भाइ राम्रोसँग चलाउनु पर्छ नि यहाँ दिन्छ होला अहिले म फेरि हल्का रफै चलाइदिन्छु नि त होइन अनि त्यति भएपछि पत्ताउँछ होला लडेकै हो भन्ने सोध्छ होला सायद है सक्यौँ गाइस केटाहरू भर्ति राइडको मजाले भयो गाइस हल्का ओहो पुलिस सरहरू हुन्छ केटाहरू पनि यहीँ कुरिरहेको रहेछन् भेटिसक्यो अब राइड कन्टिन्यू गरौँ यहाँभन्दा पनि म गाइस पुरा अफ रोडमा चाहिँ देखाउँछ है आज गोप्रोमा धेरै चार्ज पनि टिक्दैन फेरि यता गाईहरू अगाडि चार्ज पनि टिक्दैन त्यही भएर चाहिँ हल्का म यताको देखाउँदैन धेरै आज सिधै उता गएर भेटौँ है त अहिले हामी बुढानील कन्टातिर नै आइसक्यौँ होइन अब यहाँबाट हल्का राइड हो होइन माने दाइ अगाडि छ म कुदाउँदै होइन खेलिदिने हो क्या रेस होइन रेस खेलिदिनु न त यसरी त अगाडि नै हो क्या फेरि सक्छ र एनएसले हामी अगाडि होइन राइट सेफ राइट सेफ ल धन्न नि साथी राइट सेफ दाइ होइन गइदिउँ अब हामी आफ्नै पारामा यो धन्न एक्सिडेन्ट भइदिइरहेको छ यहाँबाट जानुपर्ने बिकित अगाडि गयो अब उनलाई बोलाउनु जानु पऱ्यो यार साथी त अनि अगाडि बाटो थाहा छैन नि त उसलाई फर्कियो साथी फर्कियो उताबाट हो नि अँ ल ठिक छ हामी फर्किन्छौँ होइन ठिकै छ त हामी जानुपर्ने यहाँबाट हो क्या केटाहरू पछाडि नै छन् होला हामी तारे भिरतिर लाग्दैछौँ
अब उहाँ डाँडातिर हो दामी भ्यू छ होइन के कस्तो हुन्छ देखाउँछु म होइन केटाहरू मेरो गाइड लाइक गरिदेऊ होइन सब्सक्राइब गरिदेऊ होइन निगममान होइन आऊ आऊ केटाहरू पनि फेरि कुदाउने नै हो क्या मजा लाग्छ अर्को दाइ माने दाइ चाहिँ कुदाउँदैन खासै होइन साह्रै भिरको उकालो चढ्दै हो गाइज होइन अहिले फिलहालको लागि माने दोष पछाडि हुनुहुन्छ उनीहरू डबल छ नि त तान्नै खोज्दैन कि यस्तो उकालो हो भनेर टक्क यहाँ गइदिने हो क्या एक लट होइन यता गइदिउँ न त एक लट होइन पारामा एक दिदिउँ न त्यहाँबाट खतरा उठ्दो रहेछ त अनि एउटा भिडियो हानिदिने हो क्या हो होइन त्यहाँबाट खतरा उठ्दो रहेछ कि बाइक त हानिदिउँ न त दाइ Everything I do, I'm just being genuine. Yeah, I'm sick of being screwed, feel my own adrenaline. Yeah, I do just what I do, and I hope you let me in, yeah. उडाइदिएको कस्तो यहाँ फुटेर जुगाड पनि भइसक्यो हाम्रो होइन टेप रहेछ दाइसँग अन्त यहाँ यो चाहिँ निस्किरहेको कि अस्ति यो फुटेको भनेको थियो नि गाइस भ्लगमा होइन फुटेको थियो झन् फुटिरहेको उक्किरहेको अहिले हामी फिलहाल यहाँ ब्रेक हुँदैछ होइन भिडियो सुट हुँदैछ यता हुनुहुन्छ के हो यस्तो त नदेऊ यार होइन कट कट ठाउँमा बसेर हल्का भिडियो सिडियो नि बनाइयो अब यहाँबाट निस्किन लाग्यो हल्का माथि डाँडातिर केटाहरू रेडी भइसक्यो होइन अब गाइजहरू के छ त नि अनि हाम्रो यो सुकी दाई हो के छ सुकी दाई वाट्सअप बवाल छ दाईलाई पनि गुड हानिरह गुड हो हामी त रकेट हो अब अफ रोडमा रकेट हान्नुपर्छ ल कैसे कैसे लोग रहते हैं यार यहाँ पर भने होइन त्यस्तो त केही हुँदैन होला नि त त्यस्तो त हुँदैन दाइ ढुक्क हो नि होइन अब गइदिनु पर्छ हामी रकेट होइन त म गइदिनु पऱ्यो रकेट बिकी दा गइदिउँ होइन यहाँबाट रकेट कसरी हेरिदिएर हो माथिबाट अङ्कलहरूले फेरि प्र्याङ्क हान्न लागेको कि गाइज होइन अगाडितिर अब कता हुन्छ स्पोट हेरेर फेरि यो कारहरू बाइकहरू आएकोहरू पनि रोकियो भने त फेरि सबै तनाव हुन्छ त अनि होइन लेसी के हुन्छ गाइज अलि माथि हिँड नि त मेरो साथमा चाहिँ बिकी दोस्टले नि हेल्प गर्छन् होइन बिकी दोस्त पनि छन् बिकी दोस्टले नि हेल्प गर्छन् मैले सुनाइदिएको दोस्तहरूलाई दुईजनाहरूलाई चाहिँ प्र्याङ्क हानिदिउँ न होइन कहाँ खसालिदिनु त अनि वाइल्ड अफ रोड छ क्या गाइज यतातिर हालिदिनु पर्ला क्या अहिले निकाल्न पनि मिलोस् कि होइन हालिदिनु पऱ्यो ल यार लड्दिएर होइन अब हाम्रो सुरु भयो गाइज एक्टिङ अभी मजा आएगा ना भिडो सिधै माथिबाट यार गाइज यार कौन है ये लोग कहाँ से आते हैं लड्दिरहेको भने त यार लामो उहाँबाट आइदियो सिधैमा ल उहाँबाट आइदिएको होइन स्पिडमा आएकोमा क्या लड्दिरह भने वेमा यार थैट वे यो चाहिँ भाँचियो नि त दाइ ब्रेक चाहिँ यार ब्रेक चाहिँ भाँचियो क्या गाइज यार यार ल यार गाइज यार साँच्चै भाँचियो त अनि
थर्ड ब्रेकै गयो त यार अब पछाडिको छ नि काम लाग्छ पुग्छ होला उठाऊ कसरी गर्ने ब्रेकै गयो स्टार्ट पनि भएन नि त अनि कसरी अनि गर्नु त यार ए भयो भयो ल आउनु त पछाडिबाट धकालौँ नि त गाइज धकालौ न गाइज ब्रेक छैन दोस्त अगाडिको ब्रेकै गयो यार फक भयो त यार गाइज मेरै लाग्यो त ल यार मेरै त गयो भने ल ब्रेकै गइदिएर फक भयो त यार के भएछ यहाँ थर्ड भने त यार अब कसरी कुदाउनु त अनि पछाडिको त हुँदै हुँदैन क्या त यार थर्ड ल गाइस अब ब्रेक पनि गइहाल्यो होइन खासमा चाहिँ यो सुकिदाले प्र्याङ्क थियो होइन म आफै गएर त्यहाँ राखेको तर यो चाहिँ कसरी गयो यार अघिसम्म लगाइराखेको थियो अहिले चाहिँ कसरी गयो थाहै छैन त यार प्र्याङ्क हानिदिएको होइन म त्यहाँ आफैले लिएर गएर राखेँ होइन अनि हल्का ढलाइदिएको त ल यो नै कहाँ गइदिन्छ कि अब त चुना लाग्यो यार साथी यार प्र्याङ्क हानिदिउँ भनेको सुकिदालाई प्र्याङ्क रङ भयो त सबै लिक भएछ कि खै मैले ढल्काउँदाखेरि कसरी ढल्काएको नि यार कस्तो गइदिरहेको रहेछ केटाहरूलाई पनि थाहा थियो होइन दाइले चाहिँ थाहा थिएन प्र्याङ्क हानिदिउँ भनेको मैले त अझै खुङखारै लडेर होइन सुत्दिनु पर्ला भनेको माहौलै मिलेन कि कहाँ सुत्नु त होइन त्यो भएर यसो गरिदिएको त ल गइदिउँ न त अब ब्रेक अब पछाडिको लगाउने त होला नि कन्टेन्ट खोजेको आफ्नै चुना लाग्यो होइन ल भिडियो त भइरहेको नि म त नभइदियो जस्तो लागिरहेको भिडियो पनि ओ गाइज ल यार मेरै प्र्याङ्क भयो यार उल्टे यार चुना लाएर दैट यो नै ब्रेक खप्पै भयो तर लागेन क्या अब ब्रेक नै छैन सुस्त जाउँ गाइज यार राइडै मैले बिग्रियो यार होइन त कति लाग्छको कुरा त छोडिदेऊ न अहिले यहाँ कुदाउँदा होइन आउँदा आउँदा क्या चिलमा कुदाइदिउँ भन्ने सोचिरहेको थिएँ गाइज यार कुदाइ भइहाल्यो नि अब त मजै गयो साथीहरू अब के कुदाउनु त ब्रेकै नभएको बाइक सुस्तै जाउँ है ठिकै छ गाइज भ्लगलाई इन्जोय गरिदिनु होइन ट्याक्क हामी पनि तारै आइसक्यौँ लगभग होइन अब यसो मासतिर बसिदिनुपर्छ फेरि एउटा स्पोर्टमा ओहो नि हतार भयो कि हतारमा केटाहरू पनि आउँदै थिए सुस्ताउनु मानेर भनेको मैले सुस्तै नआएछ भने कति छिटो आएको त अनि सुकिदाई तपाईँले पत्ताउनु भएको थियो त अनि चिप्लेको नदेखे पनि त्यो घिस्रेको दाम देख्दा के लागेको थियो हल्लाई हो र गयो नै जस्तो लाग्यो ए हुला आफूले हुलाएको जस्तो लाग्यो कन्टेन्टको लागि हुलाएको जस्तो लाग्यो हो र ल तैँले पनि त्यही सोचिरहेको रहेछ त्यो त त्यही सोचिरहेको त हो कि सोच्छ कि त्यही पनि यसो रियाक्सन दिन्छ कि भन्ने टाइपले हो ब्रेकै छैन हल्का ब्रेक त लागिरहेको रहेछ पम्प राम्रोसँग भएन कि मैले ढाल्दाखेरि त्यो भयो कि प्ले भयो कि पुरै ठिकै छ अब केही छैन बनाउला त्यो चाहिँ ल यार एकछिन यो दोस्रोलाई त मैले चिनेको क्या हो यार हो र हो यार यो दोस्त कहाँ छ यार भेट्नुपर्ने यार चटपटे हात देखाएर छैन नि यो दोस्तलाई त मैले चिनेछु नि दोस्त अस्ति नै भ्लग बनाएको दोस्त दुखमा उहिले हान्ने दोस्त हो यो चाहिँ होइन जस्तो लाग्छ मलाई होइन के हो र हेरिदिने हो क्या हो भने यसो राइड गरिदिउँ न होइन सँगै दोस्तको बाइक चाहिँ बवाल छ सायदै मलाई त्यस्तै लाग्यो हो होइन अब थाहै भएन नम्बर प्लेट 42,000 हो सिधै खै थाहा भएन गाइज अहिले हामी देखेनौँ
त्यही भएर हामी राइड आफ्नो कन्टिन्यू गर्छौँ। तर दोषै हो जस्तो लाग्छ मलाई चाहिँ। ऊ माथि हामी जाने होइन न। स्कुटी भयो भने यही हो क्या, कहाँ डबल उकाल्छ त्यत्रो उकाल यार। हो जस्तो चाहिँ मलाई लाग्यो होइन। अब हो कि होइन कुनै हेलमेट फेरि कस्तो तल खस्किँदो रहेछ कि यो गोप्रोले पनि भारी भएर। दोस्त आउँदैछन् पछाडि उडाउँदै होइन। एउटा मात्र ब्रेकको भरमा हिँडेर हो चलाउनु त सकिन्छ कि, एउटा मात्र ब्रेक भयो नि त्यही पनि हल्का रिक्सै त हो नि। हामी आइसक्यौँ गाइज माथि डाँडामा होइन। यहाँबाट भ्यू कस्तो छ ओइ हो ढुङ्गा रहेछ कि भ्यू हेर्नु गाइज। ओइ हो सकर जान्छ यस्तरी त यार। हामी जानुपर्ने हाम्रो स्टप चाहिँ यही हो, बाइक स्टप। टक्कै यहाँबाट म भ्यू देखाइदिन्छु हजुरहरूलाई होइन। ए दोस्त चल्यो त ब्रेक त चल्यो त। पम्प त्यो होइन। यो चाहिँ भ्यू हो होइन। यो पनि चल्यो गाइज यार। भिडियो भयो भन्ने कुरै बिर्सिरहेको रहेछु मैले। यो चाहिँ भयो रेडी भयो दोस्त यो त। यहाँबाट भ्यू हेर्नु गोप्रोमा कतिको देखेछ न आई डोन्ट नो होइन। तर यहाँबाट चाहिँ जस बाबा आँखाले चाहिँ खतरा देखिरहेको भ्यू। घाम छ अहिले, गर्मी त गर्मी छ, त्यही पनि फर्किँदा चिसो हुन्छ है घाम गएपछि टक्क होइन। बाइक अलिकति अगाडि राखिदिउँ जे होस्। अब राइड चाहिँ आज मजा आएन यार गाइज यार। आफ्नै एल लाग्यो यार होइन। ए चलिसक्यो नि हाम्रो त यही ब्रेक त। यहीँ राख्ने बाइक फोटो खिच्ने रे बिग सर होइन। ल रोकोमा निस्किन्छ बाइक नि भयो गाई चाहिँ। यो हल्का पम्प हल्ले रहेछ कि। ल दोस्त धान है फेरि हेलमेट के लगाउँछ र मेरो हल्का कालो आइरह नि साथी। फेरि फोटो खिचेर भेट्छ है गाइज। उत्तानो पऱ्यो त बाइक त यार। के अलि यता राखिदिने र होइन। हुन त केही हुँदैन कि, त्यही पनि के उत्तानो परेर राखिदिनु त बाइकलाई यार। गियरमा छ कि नै छ। यहाँ अगाडि राखिदिन्छु म बाइक। के भयो महाकाच। यहाँ अगाडि राखेपछि सेफ पनि भयो, बाटोमा के राख्नु। अनि तपाईँलाई एनएस कस्तो लाग्छ त अनि? राम्रै लाग्छ। यो एनएस चाहिँ दाइकै हो, दामी छ दाइको भने। उडाइदिने उडाउनु त उडाउँदैन, कुदाउँदैन धेरै दाइले होइन। हुन त कुदाउन नि हुन्न है गाइज होइन, किन कुदाउने। ल गाइज होइन हामी पनि टक्क यहाँबाट निस्किनु लागेको। यो चाहिँ कस्तो नराम्रो देखिरहेको रहेछ। अब यहाँबाट टक्क निस्किनु, केटाहरू अगाडि गइसक्यो। अब हामी फर्किनु लागेको गाइज। सरी होइन, म गलत बाटो पो आएछु होइन। केटाहरू अगाडि पछाडि। ल कहाँ म अब आफ्नै सुरले आइरहेको थिएँ, अगाडि आएर रहेछ के गर्नु होइन। चलपल केही होइन। ल यो ब्रेकले पनि अहिले त हल्का काम गर्दैछ। लगाइज आजको लागि यति नै होइन। कस्तो लाग्यो कमेन्ट गर्नु नबिर्सिनु होला। गोप्रोको चार्ज पनि सकियो, 4% छ। लाइक कमेन्ट गरिदिनु। त्यही हो बाबा आइपुग्यो। लभ यु।